हो दर्शकवृन्द, यो चराले ठिकै भनेको हो। काफल पाकि नै सक्यो। तपाईको गाउँठाउँमा पाइन्छ कि पाइँदैन, अनि तपाईलाई मन पर्छ कि पर्दैन? मलाई त खुबै मन पर्छ। त्यसैले आज हामी बेलकोट गढीको जंगलमा जाँदैछौँ र यहाँ चाहिँ जंगलैभरि काफलघारी छ। त्यहाँ पर भाइहरू पालो छ्याएर के गर्दै रहेछन्, एकैछिन काफलघारीको रमाइलो हेरौँ है त। हो भाइ, के गरे हो यस्तो? यो काफल छान्ने प्रोसेस हो। यो काफल छान्ने प्रोसेस हाम्रो। ओहो, काफल यसरी पो छानिन्छ? यसरी छानिन्छ। हाम्रो वर्षको लगभग 15 लाखको काफल बेचिन्छ हाम्रो यसरी। वर्षमा? वर्षमा। यो कहाँ लाने त यसलाई? यो खास यो अब बजारमा पनि लैछ हैन। यसलाई चाहिँ यो बाहिर पनि एक्सपोर्ट हुन्छ। बाहिर एक्सपोर्ट हुन्छ। यो घरेलु के रे वाइनहरु बनाउनलाई यो एकदम राम्रो हुन्छ। यो रुखबाट अहिले भर्खर 10 पाखी जति झारियो। अब अहिले हामी यहाँ 3 जना भएर यो काफल छानेको किन? अनि यसरी यो पालमा गुडाको चाहिँ किन हो? यसको यो ग्रेड वाइज छुट्याउने विधि हो के? यो ग्रेडिङ गरेको? ग्रेडिङ हो। काफलको ग्रेडिङ यो 1 नम्बर हो हैन। यो 2 नम्बर हो। वहाँ माथिबाट 3 नम्बरको भनेको चाहिँ र मेटेरियल्स जस्तो उताबाट थाल्दै के रे हाल्दै हुन्छ। यहाँ आइपेपछि त्यो भयो अलिअलि यताउता सबै माथि यसरी छानेर आउने। यसरी छानेर आउँछ। यो अब 1 नम्बरको भयो। यो तल आइपेपछि 1 नम्बरको यो। हामीले सिधै अब बजारमा लानै छ कि अब यो बजार। अब यदि यहाँ काफल मान्छेहरूले चाहियो अर्डर गर्नु पर्यो भनेदेखि कतिसम्ममा दिन सकिन्छ त? धेरै युनिट उठायो भने 50 रुपियाँ किलो जतिमा दिन सकिन्छ हामीले। 50 रुपियाँ किलोमा? कुन ठाउँको काफल हो यो? यो नुवाकोटको बेलकोट गढी 1 मा पर्छ हैन। सिद्धेश्वर मन्दिर यहाँ माथिल्लोपट्टि छ हाम्रो। यो जंगलभरि काफल तपाईँको यति काफल छ कि